ngamo thugu chik ngin tar ngamo thugu chik ngin tar पहिले एकजना बालक सधैँ रिला लुक छोर ढुकियो रिला लुक छोर ढुकियो डाँडा पाखामा बेडा चराउन जान्थे निन्चिख च्याङ्की लेप्जुङ च्याङ्की लेप्जुङ निन्चिख च्याङ्की लेप्जुङ एक दिन उसले स्याल आयो शे के छिम्पो ग्यापे भनेर ठुलो स्वरले चिच्याएपछि के थे सिङपा छु गने त्यो आवाज किसानहरूले सुनेर छाङमा च्याङ्गी सोपर यौवा थाङ सबैजना स्याल मार्नलाई भनेर आउँदा ठुगु थे घेमो घेने त्यो बालकले हाँसेर आची nye चेमो चेबाइन शे ए मैले त जिस्काएको पो हो भनेर भने थेने निन खासे सोङजे याङ्ख त्यस पश्चात केही दिन बितिसकेपछि फेरि उसले च्याङ्की लेप्जुङ स्याल आयो शे के छिम्बो ग्याप भनेर ठुलो आवाजले चिच्याए सिङपा छु ngन tar च्याङ्गी सोपर यौवा थाङ किसानहरूले पहिला जस्तै स्याल मार्न भनेर आउँदाखेरि याङ ठुगु थे गेमो गेने फेरि त्यो बालक हाँसेर nye चेमो चेबाइन शे मैले त जिस्किएको पो हो भनेर भने निन्चिक च्याङ्की ngone लेपे एक दिन स्याल साँच्चै आउँदा ठुगु थे च्याङ्की लेप्जुङ त्यो बालकले स्याल आयो शे के कछो ग्याप्क्याङ भनेर जति चिच्याए पनि च्याङ्की सोपर योङखेन मी चिक्याङ माजुवारे स्याल मार्न भनेर आउने मान्छे एकजना पनि भएनन्।